यहाँको को हुनुहुन्छ नेताहरू हेर्नु पर्यो है यो बाटो। काण्ड भयो नि यहाँ मजा आइरहेको छ। यस्तो काटेछ है एकदम रमाइलो पो भयो नि। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै अनि आरामै छु। अनि आज चाहिँ धेरै लामो समयपछि चाहिँ हामीले भ्लग बनाउँदैछौँ होइन। के कस्तो हुन्छ यो भ्लगमा हेरिदिनु होला, सबैले माया गरिदिनु होला होइन। आज चाहिँ हामी बिहान 2:30 बजे उठेर मुखसुख धोएर पुरा रेडी भएर होइन, चट्ट लाएर दुई भाइ बिहानै उठेर हाम्रो धन्नुका साथ यस्तो बवाल भएर अब काठमाडौँ टु सुर्खेत हान्दैछौँ। काठमाडौँलाई बिदा हान्ने दिन आइसक्यो होइन। आज चाहिँ अब यहाँदेखि हामी सुर्खेत जाँदैछौँ। हाम्रो यात्रा कहाँसम्म हुन्छ, कस्तो हुन्छ, हाम्रो यो धन्नुले धोका दिन्छन् कि दिन्निन्, हाम्रो बसन्ती होइन, यो बसन्तीले धोका दिन्छन् कि दिन्निन् हामीलाई बाटोमा थाहा छैन होइन। चट्टो लाएर अब हामी दुई भाइ चाहिँ चल्दिन्छौँ। हेलो गर्नु यता नमुना भन्नुमा चाहिँ यति हाम्रो मान्छे हेलो पनि भन्नु भएन कि यस्तो एटिट्युड। ओ माई गड। ल केटा अब चाहिँ यहाँदेखि निस्किएर चाहिँ भेट्नुपर्छ है। सो गाइज हामी चाहिँ होइन दरबारमा तर्फ लागिसक्यो होइन। चट्ट लाएर घरबाट पनि हिँडिसक्यो। यहाँ हाम्रो म्याप पनि रेडी छ। अब यहाँ बिहानको 3 बजे पनि गाडी चलिरहेको छ। दरबारमा पुरै खाली छ होइन। चट्ट लाएर चलिदिनु पर्ने हुन्छ। अब चाहिँ हेर्दै काठमाडौँलाई बिदै हान्ने दिन पनि आइसक्यो। यस्तो सुनसान खाली छ होइन। बाटो चाहिँ एकदम बवाल मजा आउनेवाला छ आजको राइडमा चाहिँ। एकदम लास्टसम्म हेर्नुपर्ने हुन्छ तपाईँहरूले है। यहाँ चाहिँ मामाहरू पनि ट्राई गर्नु पनि अब बिहानमा चाहिँ खासै छैन होला, मजा हुन्छ होइन। खाली रोड छ क्या। आज फर्स्ट टाइम काठमाडौँमा खाली रोड देखिरहेको छु। यहाँ चाहिँ धरहरा छ। यहाँ धरहराको बाटो हुँदै जानुपर्ने रहेछ हामी चाहिँ। अनि मजा आउनेवाला छ आजको राइडमा चाहिँ। आजको राइड भनेको हाम्रो 600 किलोमिटरको हुनेछ। फर्स्ट लङ टुर भनौँ न होइन। एकदम सबैभन्दा लामो यात्रा गर्न लाग्यो भनेको बाइकमा दुई भाइले नै, दुईजनाले नै आजै हो होइन। चट्ट लाएर के कस्तो हुन्छ हामी भिडियोमा देखाउने नै छौँ तपाईँहरूलाई मजासँग। चाहिँ राति यो पुरा गर्ने रहेछ क्या के यो के अरे लाइन हान्ने रहेछ क्या राति। दिउँसोसम्म थिएन क्या। म दिउँसोमा यही बाटो आएर गइरहेको थिएँ होइन। हिजो दिउँसो नै भनौँ न, हिजो दिउँसो यही बाटो आइरहेको थिएँ। तर यो बाटोमा चाहिँ यो थिएन कि यस्तो चकिलो। अहिले चाहिँ भइरहेछ कि चट्ट लाएर होइन दान पाराले। ल अगाडि भिडियोमा के कस्तो हुन्छ देख्नुपर्छ। त्यो गाइज हामी चाहिँ यहाँ मुगलिङको सडकमा आइसकेका छौँ। अहिले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ म्याप, हाम्रो म्याप पनि एकदम रेडी छ र यो बाटो पनि चकाचक रेडी छ र अहिले उज्यालो पनि भइसकेको छ होइन। यहाँ त कसम यो बसहरू यो टिप्परहरू छ नि यस्तो रङ साइडमा ओभरटेक गर्छ यार। यस्तो गीती लाग्ने क्या। पुरा घुम्तीमा पनि ओभरटेक हान्दैछ, जहाँ पनि ओभरटेक हान्दैछ यार। कस्तो मुलाहरू छ, मार्नै खोजेको जस्तो गर्छ हो, मार्नै खोजेको जस्तो। पठाउ गर्न लागिरहेछ क्या मलाई। हाम्रो बाटो पनि रहेछ नि त। अनि तिमीहरूको बाटो मात्रै छ भनेर चोटिरहेको होला होइन। हाम्रो बाटो पनि बिचमा यस्तो ट्याङ्कर बोकेर हिँडिरहेछ चट्ट लाएर होइन। बिहानको सिन चाहिँ एकदम बवाल छ यो, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो के को ट्याङ्कर बोकेर गइरहेछन् खै। अब यिनीहरूलाई ओभरटेक हान्नु कि नहान्नु भइरहेछ। हामी अझै जानुपर्ने 485 किलोमिटर टाढा छ है। 485 आम्बो धेरै टाढा छ नि यार। अझै जानुपर्ने। यसो हेरेर टक्क लाएर ओभरटेक हान्नु भनेको पुग्छ कि मिल्दैन हो, पुग्छ कि मिल्दैन।
पेट्रोल आएर दामी पाराले मिठो गइरहेछ होइन। बाइक पेट्रोल पनि कता गएर भ्याइने हो कि के हो जस्तो लागिरहेछ। अब पेट्रोल चाहिँ हाल्नुपर्छ बिच बाटोमा, यसो चट्ट लाएर चलिदिनु पर्ने हुन्छ। ल उता ठाउँ भयो यस्तो गर्छ कि यो मुलाहरूले आफू पनि मार्छ अरूलाई पनि मार्छ। उतापट्टिको बाटो हुँदा यतापट्टि आइरहेछ कि हो। यस्तैले गर्दा हो क्या मान्छेहरू मर्ने भनेको। मान्छेको दिमाग नै छैन। उता त्यत्रो बाटो खाली भइरहेछ, यताबाट आइरहेछ। यता पनि आइरह होला कि कोही आएको छैन धर्तीमा भ्याइएर रहेछ नि त, नत्र आइहाल्ने रहेछ। यहाँको बाटो फेरि यस्तो खतम छ। नेपालको बाटो भनेको एकदम बकवास बाटो लाग्यो मलाई त। यस्तो एक ठाउँमा होइन यस्तो स्पिड कुदाउने बाटो छ होइन। चट्टै स्पिड आयो बिचैमा खाल्टो आइदिन्छ मासाला, अनि गिद्दी लाग्छ मान्छेको गानै फाल्ने गरी। यस्तै बाटो भयो कि फेरि पुरा खाल्टो बढिरहेको हुन्छ कि बाटो पनि। ल अब यो बाटो मात्रै कति देखाउनु हजुरहरूलाई म एकछिन पछि भेट्छु ल। है गाइस राम्रो बाटोमा आइयो, एकदम बवाल बाटोमा। के गरेर आइसकेका छौँ। यो कहाँ हो मलाई पनि थाहा भएन। तपाईँहरूलाई थाहा छ भने कमेन्ट हालिदिनु होला। म्यापमा कता देखाइरहेको छु, माथिको बाटो एकदम चक्कासमा कसम ल। हेर त केटा भ्यूमा दामी छ नि होइन। यो अन्त यो यस्तो बाटो भयो पो बल्ल मजा लाग्छ नि यार। कस्तो बाटो छ, कस्तो बाटो छ यहाँ त। छ्या भन्नै नमिल्ने बाटो छ कि। ओइमा कताको मेरो यहाँ चाहिँ कताको ल यता पो रहेछ। बिच बाटोमा रोकेर के गरे सोधिए। कति राम्रो बाटो हो यता त रहेछ। गाई चाहिँ एकदम बवाल बाटो। यता त्रिशुली नदी बगिरहेको छ यहाँबाट चट्ट लाएर कसम। अनि यहाँदेखि चाहिँ एकदम बवाल बाटो हो। दामी मजा आइरहेछ है चलाउन पनि यस्तो बाटोमा चाहिँ। यस्तो सानोहरू चाहिँ ओभरटेक लास्टै हान्ने क्या। ओभरटेक हान्दिने यस्तो बाटो यस्तो मलाई यतैबाट आइदिन्छ हौ यिनीहरू अहिले। यस्तो स्पिड हान्छ अनि ल है म बोलेको केही सुन्ने छैन होला। तै पनि हेरिदिनु होला, राइडमा इन्जोय गरिदिनु होला। चल्यो घोडा। धेरै रिस्क पनि नलगाऊ होइन। चट्ट लाएर धेरै रिस्क पनि लगाउनु हुँदैन। फेरि आफ्नो अकालमै ध्यान होला नि। त्यही भएर चाहिँ माथि बाटो यस्तो पो त बाटो भनेको। यो बाटो सुर्खेतसम्म भएको भए कति मजा रमाइलो हुन्थ्यो होला नि है। यस्तो हान्नु मजा हुन्थ्यो नि त बाटो। कति मजा आइरह हो चलाउनमा। जोत भन्न मन लाग्छ मलाई त यस्तो देखेर। यस्तो त नगर्दैन यार। यस्तो राम्रो बाटो छ माथि होइन। हल्का राम्रोसँग चलाइदिनु आफ्नो लेनमा हिँड्नु। यस्तो खुल्लै बाटो छ यो, कोही गाडीहरू पनि छैन भनेपछि राम्रोसँग चलाइदिनु यार।
लाग्यो यो के गरे यत्रो खाली बाटो हुँदा म त के गरे के सोचेर हो हामी चाहिँ अहिले नै अफरोड खाएर कसम धुलो खाएर एकदम यार एकदम के भन्नु यार अब पुरै छोडिदिनु न यहाँ बाइकको हालत मान्छेको हालत सायद त कोहीले चिन्दैन होला घरको मान्छेले पनि यो हो कि होइन भन्ने टाइपको छ हालत पनि देख्न सक्नुहुन्छ यो बाटो रे यो काठमाडौँदेखि पुगेर जाने बाटो रे कसम चाहिँ यस्तो बाटो देख्न लागेको मैले यो बाटोमा नबनाम कि भन्ने सोचिरहेको थिएँ यो बाटो देख्न लागेकोमा लगभग 10-12 किलोमिटर भन्दा बढी भयो होला कि यो बाटो यस्तो बाटो चाहिँ त्यही भएर चाहिँ अनि बाटो कतिसम्म लामो रहेछ र यार यस्तो पुरा अफरोड होइन अफरोडमा चलपल हालिदिन्छु भनेको अब यो हल्का मेरो हेलमेट कस्तो अप्ठ्यारो भइरहेको छ क्या त्यही भएर चलपलै हालिदिन्छु मान्छेको हालत ल यस्तो बाटो खुट्टा त बाबा कसरी हुन्छ हो यस्तो बाटोमा एक दिन आउनेलाई त झ्याउ लाग्ने यो त दिनकै हिँड्नेलाई त यो बाटो त बोझ भइरह होला बोझ यहाँको को हुनुहुन्छ नेताहरू हेर्नु पर्यो है यो बाटो यस्तोले भएन यो हामी जनताहरूलाई यो दुःख भयो यो बाटो देखेर हेर्नु पर्यो सबैजनाले है कत्त लाएर सबै घुस खाइदिन्छ अनि गएको बाटो मजै भएन नि यार यो बाटोमा त यस्तो बाटोमा त के हो आफ्नो साधनको हालत पनि उस्तै हुन्छ मान्छेको हालत उस्तै हुन्छ अनि यो बाटो हिँड्नु छ भने घरबाट नुहाएर निस्किनु भन्दा नि बाइकलाई वास गरेर निस्किनु भन्दा नि नगरेकै राम्रो रहेछ यस्तो खतम बाटो थ्याट भन्नु न 2-4 शब्द के हजुर त्यहाँ पनि राख्नु त्यो बाटोको बारेमा ओहो ल काण्ड भयो नि उताउनु त काण्ड भयो नि यार यो त ल काण्ड भयो अब यो त हेर त हालत खै केले काट्यो ल के भयो यो हालत यही यो बाटो बबाल छ त बाटो त अनि कस्तो लाग्यो त बाटो मजा आयो ल हेर यो हालत हाम्रो बाइकको हालत हे बेकार वो बेकार लाए पनि के गर्नु यो हालत यस्तो भइहाल्यो ए ल हेर मोबाइलको हालत मान्छेको हालत लड्यो नि बाइक त ल यो बाइकको हालत हेर्नु त यस्तो पनि बाटो हुन्छ यार ए खुनै आएछ कहाँबाट पो उ गयो हेर्नु न मेरो हालत त ल के हो यो खतम भयो यस्तै कहाँ जानु उ यता पानी होला त्यो पानी उ गरेर जाऊँ न त्यस्तो त के जानु हो काण्डै मच्यो यार भिडियो अन गर्ने बित्तिकै यो यस्तरी चिप्लिरहेछ एउटा कन्टेन्ट चाहिँ भन्नु है अब कन्टेन्ट अब मान्छे यहाँ लडेर यहाँ हात मुखभरि उ भइसक्यो के कन्टेन्ट भन्नु यस्तोलाई उतै जाऊँ न हट 5 गियरमा रहेछ बाइकको बाइक त फेरि एक सर्टमै स्टार्ट हुन्छ नि पानी खोज्न कहाँ जानु पर्यो बसेरै जानु पर्यो आउनु उता यस्तो चिप्लिरहेछ नि पछाडिको टायर यस्तो खतम बाटोमा ल हेर हालत
बबाल मजा भइहाल्यो नि अनि यो साइड लाइट हेर्नु त साइड लाइट पनि झुन्निएछ ल एकदम रमाइलो पो भयो नि क्रेजी भयो राइट क्रेजी मेरो हालत हेर्नु न ल पानी छैन कतै पानी आउँदैन यो त अल्ट्रा प्रो म्याक्स भयो नि ओके त्यहाँ लास्टै चिप्लो छ टायरै चिप्लिरहेको थियो अनि यता पनि लागिरहेको छ पुरै ल काण्डै मचियो अब त यस्तो हालतमा कसरी पुग्नु हामीलाई गयो नि के भन्ला नि ल एकछिनमा भेटौँला गाइज हाम्रो कस्तो लागिरहेको छ त तपाईँलाई लडेर मजा आइरहेको छ यस्तो काटेछ है कस्तो भइदियो नि ल मेरो के भयो ल मेरो हालत चाहिँ हेर्नु न एकचोटि ल यो देखाउने लाइकको हालत हो त यो त्यसै पुरा रातो भइरहेको छ यार मेरो त ल आँखा पनि रातो भइरहेछ के गर्नु पानी नदिनु न पानी दिन्छ कि कोहीले पानी त चाहियो त यस्तो फेस लगेर यस्तो हालत लगेर नि के जानु है ल यहीँबाट फर्किनु क्या म त डाँडा के गर्ने हो हात पनि चल्दिउँ हौ थोरै उ गरौँ न पुग्नु त गऱ्यो त गन्तव्यमा यहाँबाट भित्र हस् थ्याङ्क यू यहाँ चाहिँ दिदीले सानो हेल्प गर्नुभयो अनि कता ल धारा पनि नभेटिरह अब ए यहाँ त मजाको रहेछ नि अनि राम्रो छ ल हात साथ धुनु अब मेरो त हालत यस्तो भइगयो के अरे मेरो हालत त कसले देख्यो भने के भन्ला मान्छेहरूले त्यो त अनएक्सपेक्टेड नै भयो नि यार गाइज हेर्नु त बाइकको हालत उस्तै छ मान्छेको हालत उस्तै छ अब भइ नभए हेलमेट पनि उस्तै भइहाल्यो क्या ल एकछिनमा भेट्नुपर्छ अब यो सफा गरेर चट्टै के गर्नु गाह्रो छ हालत हेर केटा हो हालत ओहो ह्यान्डसम म्यानको ल ठिक छ केटा हो सो गाइज धेरै सङ्घर्षपछि हामी बस्न लाग्यो एकदम यस्तो बाटोमा हिँड्न पाइयो के गर्नु यार के हो बाइक लिएर घाँटीतिर त्यहाँ सोधी र किन हो यस्तो रोकेको ट्रकहरू चाहिँ आज त गरै नमिलेको जस्तो भएको छ यार कस्तो के भइरहेछ है अगाडि चिप्लो पनि चिप्लो बाटो अनि तल पनि चिप्लो छ कि के छ मलाई चाहिँ थाहा के हो यस्तो जाम हो कि के हो यो हामी त जाम लिन्छ होला नि हामी त गइदिने हो फेरि ट्रक चलाएर के हो मामाले त हामीलाई रोक्दैन नि हामीलाई छिटै जाऊ भनेर इसारा गर्छ यतिसम्म ऊ भइसक्यो तर म मामाको लागि रोकेँ होइन मामालाई के थाहा अर्को मान्छे जान लाग्यो त्यसैले अर्को मान्छेलाई जान दिएको त ए ल फेरि आएछ एकदम यो भनेको नेपालको अर्ग्यानिक बाटो हो कि यो भनेको नेपालको अर्ग्यानिक बाटो हो नेपालको अर्ग्यानिक अब नेपालको अर्ग्यानिक मान्छे भएपछि यतिको बाटो त हुनै पर्छ अघि पनि यस्तो गर्न लाएर त हो नि मुला त्यो कस्तो हेलमेट नै
अर्कै अर्कै भइदिन्छ, तल तल आइदिन्छ कि त्यही भएर अनि यसो माथि गर्ने चक्करमा यस्तो गरेर माथि गर्ने चक्करमा अनि ल्याम्मै लडिदिइरहेको त्यस्तै मानिछु मैले चाहिँ। कस्तो हो अब हजुरहरूले भिडियो हेरेर थाहा पाइसक्नुभयो होला कसरी दामी पारामा लडियो है भनेर। अब अरू त के भन्नु र, लडे पनि ठिकै छ, यस्तो बाटोमा चलाउनु पाए पनि खुसी नै छु। पुरै क्या हो भाइ, पुरै जस्तो लागिरहेछ नि त मलाई त। यो त भएन हो, भएन। अघि यस्तै हुन्छ अनि मलाई सिकाइदिन मन लाग्छ त्यसरी। दामी पाराले लडाइदिउँ क्या अहिले पनि दामी पाराले लडाइदिउँ क्या, कन्टेन्ट नै हुन्छ भने। यो बाटो पनि 10 ठाउँमा बनाउनु लाग्छ एकचोटि बनाउन सक्दैन मुलाहरू। सो गाइज हामी चाहिँ यस्तो ठाउँमा आएर बसिरहेछ है। मेरो त स्वर पनि सुकिसक्यो, यता हेरिदिनु त आँखा पनि यस्तो भइरहेछ। एकछिन बाइकलाई आराम दिउँ भनेर चाहिँ यहाँ बसेको, लास्टै इन्जिन तात्तिरहेको थियो कि त्यही भएर बसेको होइन। चट्ट यहाँ हरियाली हेर्दै, यो कहाँ हो हामीलाई पनि थाहा छैन होइन। एकदम ठाउँ चाहिँ एकदम राम्रो रहेछ। यहाँ लुम्बिनी प्रदेशमा चाहिँ हामी छौँ अहिले। अनि यहाँ फेरि प्रायः जस्तो नागरिक के अरे नेपालको मान्छे भन्दा पनि इन्डियाको मान्छेहरू मात्रै धेरै के। यहाँ त युपीको गाडी चल्छ यार यहाँ त। मलाई लागिरहेको छ इन्डिया आएँ म, युपीको गाडी मात्रै देख्छु म। यो हेर त सबै बवाल छ। अनि यहाँ बिचमा आएर हामी बसिरहेछ। अब बिचको भ्लग नै बनाउन पाएन, मोबाइलमा चार्ज पनि धेरै छैन। त्यही भएर यसो यही हेरेर इन्जोय गरिदिनु होला होइन। बिचमा एकछिन भयो नि देखिरहेको छु नि त म। यति भयो के चाहियो होइन र, के होइन र खै त अनि एउटा पोच हालत छ हो र। मेरो हालत हेर त यो। ल उसले जुत्ता पनि च्यातिरहेछ यो के उसले गियर हान्दा गुच्चा अरे जुत्ता च्यातिरहेछ। के गर्नु, बाइकको हालत उस्तै छ। बाइक वासिङ गरेर हल्का भयो नि बाइक जस्तो देखिरहेछ अहिले, नत्र हिलो थियो थोरै पानी हानिदिएको होइन बाइकमा बिचमा आएर। अनि त्यही हो। ल अब हामी सुर्खेत जान चाहिँ जम्मा 258 किलोमिटर मात्र बाँकी छ। त्यसपछि हामी पनि सुर्खेत भर्खर 1 बजिरहेको होला सायद। हामी 1 बजेमा चाहिँ कति लगभग 300-350 किलोमिटर चाहिँ पार गरिसक्यो। अब 258 किलोमिटर मात्रै छ। यो पनि एक दिनमै पुग्छ जस्तो। 258 पुगिन्छ मजाले। मजाले रातिको 10 बजे लगाएर पनि जाने हो कि, बुझेन? ल अहिलेलाई चाहिँ यो भिडियोलाई पनि यहीँ एन्ड गर्नुपर्छ, किनभने चार्ज छैन नि त मोबाइलमा। थोरै क्लिप देखाउनु पर्यो होइन। आँपको सिजन रहेनछ नि अहिले होइन। यहाँ छैन त आँप त, के तरै भएर हो यो। ल केटा हो, पछि भेट्नु पर्छ। सो फाइनली केटा हो, हामी चाहिँ सुर्खेत आइसकेका छौँ होइन। बल सुर्खेत आइयो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो मङ्गलगढी चोक रहेको छ भने, मलाई थाहा भएन। मङ्गलगढी चोकमा छु म अहिले चाहिँ। भर्खरै सुर्खेत आएको। अनि बिचमा चाहिँ एकचोटि यहाँ बाइकले एउटा ल्याङ गरिदिएर हल्का कता जाने हो, अनि हल्का बाइकले चाहिँ ल्याङ गरिदिएर एकछिन कुद्नु पऱ्यो। अनि त्यही भएर चाहिँ हल्का ढिलो भयो कि, किनभने अब बाइकलाई पनि यसो दिनु पऱ्यो त हो। त्यही भएर चाहिँ आज रातै परिहाल्यो कि काठमाडौँबाट आउँदा 600 किलोमिटरको राइड भए कम त होइन नि होइन केटा हो। 600 किलोमिटरको राइड चाहिँ। अनि त्यही भएर चाहिँ हल्का राति नै आइपुग्यो भनौँ न। जे भयो भने आइपुग्यो। यहाँ ढाडहरू सबै यहाँ के दुख्नुपर्ने हो सबै, हातदेखि लगेर खुट्टादेखि लगेर सबै थोक यहाँ दुखिरहेको छ होइन।
अब के भन्नु, अब भन्न मिल्दैन। कता जाने हो डिएनपी? अनि हामी चाहिँ यहाँ वीरेन्द्र चोकमा आएका छौँ होइन, चट्ट लाएर देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि उता चाहिँ हाम्रो रहेको छ डिएनपी। अब पहिलाको जस्तो चाहिँ डिएनपी रहेको छैन, त्यही पनि गइदिउँ न। घन्टाघर यता नभएर यता हो त? कस्तो यार, अब घन्टाघर भनेपछि मलाई त घन्टाघरकै याद आउँछ। मेरा भाउजू घन्टाघर आउन आँटेको क्या क्या अन्त भान पार्क चाहिँ आएका छौँ। यहाँ पहिलाको जस्तो चाहिँ छैन क्या अहिले। पहिला कति राम्रो कपालहरू, कति राम्रो लाइट बल्थ्यो, खै त अहिले छैन यार। ल केटा, आजको भिडियो चाहिँ यहीँनिर एन्ड हालिदिनु पर्ने हुन्छ। अनि भिडियो चाहिँ के कस्तो लाग्यो कमेन्टमा भन्न नभुलिनु होला भन्दै आजको भिडियो चाहिँ यतिसम्म गर्न चाहन्छु। जतिले पनि हेर्नु भएको छ सबैलाई धन्यवाद। र अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यति नै हो। बाई बाई।